टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडौं सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ आजैदेखि छठ पर्व सुरु सम्बन्धी प्रसङ्गबाट। आजैदेखि छठ पर्व सुरु भएको छ। भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत रूपमा कार्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजैदेखि सुरु हुने भएको हो। अत्यन्त निष्ठा एवं पवित्रका साथ यो पर्व मनाउनु पर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतारुले आज शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत रूपमा स्नान गरी अरुवा अरवाइन खाने गर्छन्। पञ्चमी तिथिमा भोलि दिनभर उपासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्हामा खीर पकाउँछन्। त्यसपछि घरको देवी देवताको पूजामा चढाएको खीर प्रसादको रूपमा व्रतारुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। यस विधिलाई खरना भनिन्छ। भगवान सूर्यलाई अर्घ अर्पण गर्ने व्रतारुले पञ्चमी तिथिभर उपवासमा बसेर साँझ मात्र प्रसाद ग्रहण गरेर पुनः उपवासको निरन्तरता दिन्छन्। त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा 50 घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ। त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारामा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ। भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत रूपमा पर्व सम्पन्न हुन्छ। छठ पर्वमा भगवान सूर्यलाई प्रसादको रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारी लगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ। यो पर्व एकपल्ट सुरु गरेपछि हरेक वर्ष गर्नुपर्ने हुन्छ। कतिपय व्रतारुले भने परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व सुरु गरेका छन्। पर्व मनाउने परिवारका व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जो कोही व्रतारुले तिनीहरूको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ। स्थानीय प्रशासन विरुद्ध जनता समाजवादी पार्टी मोहतरीले मंगलबार मशाल जुलुस प्रदर्शन गरेको छ। स्थानीय प्रशासन पूर्वाग्रही भएर आफ्नो पार्टीका जनप्रतिनिधिहरूलाई कारबाही गरेको भन्दै जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले मंगलबार साँझ सदरमुकाममा जलेश्वरमा मशाल जुलुस प्रदर्शन गरेका हुन्। जलेश्वरको खेरा चोकबाट निस्केको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। स्थानीय प्रशासन विरुद्ध सरकार नाराबाजी गर्दै जसपा नेता कार्यकर्ताहरूले मशाल जुलुस प्रदर्शन गरेका छन्। गएको कार्तिक 10 गते राति केही आपराधिक प्रवृत्तिका व्यक्तिहरूले सामूहिक रूपमा मटिहानी नगरपालिका प्रमुख, जिल्ला समन्वय समितिका सदस्य र वडा अध्यक्षहरूमाथि सङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्नुको साटो उल्टै कारबाही गरेको जसपा नेपालको ठहर छ। उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुको साटो स्थानीय प्रशासनले उल्टै मेयर हरिप्रसाद मण्डल, सदस्य, वडा अध्यक्ष सदस्यहरूमाथि झुट्टा मुद्दा दायर गरिएको घटनाको विरोधमा मशाल जुलुस प्रदर्शन गरेको छ। कोन सभामा परिणत मशाल जुलुसमा सहभागी जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्राले स्थानीय प्रशासनले दमन नगर्ने मनसाईले मटिहानी घटनामा सत्य तथ्य नै नबुझिकन कारबाही गरेको आरोप लगाए। मटिहानीका मेयर मण्डल र उनका समर्थकहरू माथि गरेको मुद्दा तत्काल फिर्ता लिनुपर्ने माग गरेका थिए। स्थानीय प्रशासन विरुद्ध बुधबार दिउँसो विशाल जुलुस समेत प्रदर्शन गर्ने उनले बताए।
आफू विरुद्ध एक पक्षीय विरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि सचिवालय बैठक सार्न दबाब दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोही समयमा मन्त्री परिषदको आकस्मिक बैठक डाकेका छन्। बैठक सार्न ओलीले दबाब दिँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका बहुमत सचिवालय सदस्यले अस्वीकार गरेपछि बैठक छल्न ओलीले आकस्मिक मन्त्री परिषद डाकेको आकल गरिएको छ। विवाद सर्किँदै सादा मङ्गलबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका ओलीले थप केही कदम पनि चाल्न सक्ने बुझिएको छ। पार्टी विवाद बढेको बेला ओलीले गत वैशाखमा राजनीतिक दल फुटाउने सम्बन्धी अध्यादेश ल्याएका थिए। पार्टीभित्र चर्को विवाद भएपछि राष्ट्रपतिले ती अध्यादेश फेरि खारेज गरेको थिइन्। पार्टी विवाद तस्कर्सन रहेका बेला सचिवालयले समयमा आकस्मिक मन्त्री परिषद बैठक डाकिएपछि अर्को पक्ष शङ्कित भएका छन्। तर ओलीले अनुपस्थिति भएपछि आज दिउँसो 1 बजेको सचिवालय बैठक नरोकिने दाहाल नेपाल अर्को पक्षले जनाएको छ। यसअघि सहमतिमा आह्वान भएको बैठक एक पक्षको निर्णयले मात्रै रोकिन पार्टीलाई सधैँ निर्णयको बन्दी बनाउन सकिन्छ। दाहाल नेपाल समूहका एक सचिवालय सदस्यले भने पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएकी थिइन्। नेकपा विवाद बढेपछि चिनिया पक्षले पनि त्यसको व्यवस्थापनमा फेरि सक्रियता बढाएको छ। चिनिया राजदूत हौ एनसीले मङ्गलबार नै 2 घण्टा ओलीलाई भेटेकी थिइन्। पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबारे सुरु भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ। बहुमत सचिवालय सदस्यको दबावपछि गत कार्तिक 28 गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओली विरुद्धको राजनीतिक प्रस्ताव छलफलमा लागेका छन्, जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ। टुडे न्युजमा एकैछिन व्यवसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला?
शक्तिवाला कि भक्तिवाला, चुनीवाला कि मनीवाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस, दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। अब बाँकी प्रसङ्ग। सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ। जिल्ला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-19 को जोखिम नभएका र कम हुँदै जाने पालिका विद्यालयमा आलो पालो शिफ्ट वा अरू उपयुक्त विधि अपनाई पठन पाठन सञ्चालनको बाटो खुलाएको हो। मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा 2077 जारी गर्दै अवस्था मूल्याङ्कन गरेर स्थानीय सरकारले नै निर्णय गर्ने सक्ने व्यवस्था गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचा अनुसार बन्द विद्यालय सञ्चालन गर्न वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैले निर्णय गर्न सकिनेछ। कार्यढाँचामा सङ्क्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरेर भयहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याएर बालबालिकाको शिक्षण सिकाइ परीक्षा तथा मूल्याङ्कन सम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ। त्यस्तै सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने, जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। सङ्घीय प्रदेश र स्थानीय सरकारले जारी गरेका जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशनको परिक्रमाभित्र रही विद्यालय बन्द वा पुनः सञ्चालन गर्न विद्यालयमा स्थानीय सरकारले जनप्रतिनिधि लगायत सरकार पक्षसँग छलफल गर्नुपर्नेछ। यस्तै विद्यार्थी, शिक्षण वा कर्मचारी सङ्क्रमण भएमा के गर्न भन्ने वैकल्पिक व्यवस्थापनबारे समेत विचार गर्नुपर्नेछ। पालिकामा भएको समीक्षाको आधारमा आलो पालो वा अन्य उपयुक्त मोडालिटीबारे विद्यालयले प्रस्ताव गर्नुपर्नेछ। पालिकाभित्र सङ्क्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रमा विद्यालयबाट पठन पाठन सुरु गर्न सकिनेछ। विद्यालय सञ्चालनको सूचना प्रकाशन वा प्रशासन गर्दा विद्यार्थीले आउँदो जाँदा र विद्यालयमा रहँदा पाला पाला गर्नुपर्ने व्यवस्थापन सम्बन्धी मापदण्डको जानकारी दिनुपर्नेछ। विद्यालयमा रहेर क्वारेन्टाइन वा आइसोलेसन सेन्टर हटाउँदै विद्यालय भवनको निर्मीकरणमा पनि गर्नुपर्नेछ। व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्न निर्णयसँगै जनस्वास्थ्य र सुरक्षाका मापदण्डको जानकारी गराउँदै बालबालिकालाई पठन पाठनका लागि मानसिक रूपमा तयार गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ। यस्तै पालिका र विद्यालयले बालबालिकाको सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाशन र हावा आवत जावत सक्ने कक्षा कोठा लगायत न्यूनतम पूर्वाधार स्वास्थ्य तथा सरसफाइका लागि साबुन पानी, सेनिटाइजर र तापक्रम नाप्ने व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै मास्कको प्रयोग, विद्यार्थी बीच भौतिक दूरी, खाजा लगायत व्यवस्थापन पनि गर्नुपर्नेछ। सङ्क्रमणको जोखिम बढ्दै गएपछि 5 चैत्र 2076 मा कोभिड-19 सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण तथा बन्द गर्ने निर्णय गरेको थियो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालका उल्लेखनीय मौसम प्रणाली विकसित नभएको जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यता सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश नम्बर 1 र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यता सफा रहनेछ। त्यसैगरी राति प्रदेश नम्बर 1 र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहनेछ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा 50 जना बालबालिकालाई यौन उत्पीडन गरेको आरोपमा इन्जिनियर पक्राउ परेका छन्। भारत उत्तर प्रदेशमा सिँचाइ विभागमा 1 जना युनियन इन्जिनियरलाई झन्डै 50 जना बालबालिकाको भिडियो र तस्बिर बेचेको आरोपमा पक्राउ गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले बालबालिकाको अनलाइन उत्पीडनबारे निगरानी राख्नका लागि बनाएको स्पेहल पुनिट मार्फत कैयौं दिनसम्म निगरानी गरेर त्यसपछि पक्राउ गरेको खबरमा उल्लेख छ। सीबीआईका अधिकारीका अनुसार जुनियर इन्जिनियरले गरेको 10 वर्षको अन्त्यमा 5 देखि 16 वर्षका 50 जना बालबालिकाको विभिन्न तरिकाले यौन उत्पीडित गरेको पाएको छ। यी बालबालिका उत्तर प्रदेशको चित्रकूट, बान्द्रा र हरिमरपुर जिल्लाका रहेका छन्। कतिपय बालबालिकालाई घटनाबारे कसैलाई पनि नभन्न भन्दै केही नगद र मोबाइल फोन समेत दिएको पाएको छ। पक्राउ परेका इन्जिनियर चित्रकूट जिल्लाका हुन्। उनको साथबाट 8 लाख रुपैयाँ नगद, मोबाइल फोन, ल्यापटप, वेब क्यामेरा, पेन ड्राइभ, मेमोरी कार्ड लगायतका सामान बरामद गरिएको खबरमा जनाएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।